यो पनि स्क्रिनबाट बाहिर आउने हो दिनु हो यो यो भैया तपाईलाई ल अल्लाह रहमत भाइ भाइ बहिनी हो यहाँ मान्छे हुने हैन यो सबैजना यहाँ मान्छे होइन यो भाइहरु पनि काको भाइहरु पनि काको पेट 9 को बराबर 9 हो यो सबैजना के हो यो फुल द टिम भनेको अगाडि ओ देखिन घरमा यहाँ आगो लागिरहेको छ यहाँ फुल द टिम भनेर हामी टिम निकाल्छौँ यसको टिमलाई थुक्छौँ हेर्नु चाहिँ यसरी हो तपाईँहरूलाई पनि यो कसरी निकाल्ने त्यो तपाईँहरूलाई पनि हामी अभ्यास गर्छौँ अब के छ एम गर्ने एम भनेपछि आगो छ त्यसको बिचमा स्पिड गर्ने भनेर हामीले थोरै लाग्ने है यो निज छ सबै प्रकारले अहिले भनिसके एकचोटि फाटी स्पिड गर्छु यो चाहिँ स्पिड कति फरक हुन्छ यो चाहिँ को लागि चाहिँ राखेको हो अब यहाँ माथि राख्ने हुन्छ जहाँ अब त्यसको बेसमा तलपट्टि हामीले राख्ने अर्को स्पिड यो ह्यान्डल छ यो अपरेटिङ ह्यान्डल हुन्छ यसलाई चाहिँ स्पिड भयो स्पिड भनेपछि निकाल्नु पऱ्यो हामीले प्रेस गर्नु पऱ्यो है सजिलो छ अर्को स्पिड कति गरेपछि त्यसमा हामीको पिस्टलको साथ बाहिर आउँछ बाहिर आउँदाखेरि तपाईँको सानो आगो फ्याँकी गरिसकेको छ हामीले साइडबाट लेफ्ट साइड गरेर सर्टसँग आगो चाहिँ त्यसको बेसमा बाहिरदेखि बाहिरदेखि बाहिर गरेर हामीले गर्छौँ र आगो सानो आगो एकदम साइडमा आगो चाहिँ